नमस्कार। नयाँ वर्ष 2083 सालको यहाँहरूलाई हार्दिक मङ्गलमय शुभकामना। सिंह राशिका व्यक्तिहरूका लागि 2083 सालको ग्रह गोचर कस्तो छ आउनुहोस् हेरौँ। कर्मक्षेत्र र आजीविका। सिंह राशिका जातकका लागि यो वर्ष मिश्रित तर राजकीय लाभयुक्त वर्ष रहनेछ। राशि स्वामी सूर्यको तेजको प्रकाशले गर्दा प्रशासनिक र नेतृत्वदायी भूमिकामा तपाईँको वर्चस्व कायम रहनेछ। यद्यपि मनको चञ्चलता र मानसिक उद्वेगले कार्यक्षमतामा केही बाधा पुर्याउन सक्छ। दशम भाव, कर्मभाव र चतुर्थ भावको सम्बन्धले गर्दा कृषि, भूमि र रसजन्य व्यवसायमा संलग्न जातकका लागि सिद्धिप्रदायक योग बनेको छ। निर्णय प्रक्रियामा विवेक र तर्कको प्रयोग नै सफलताको सूत्र बन्नेछ। आर्थिक पक्ष। आर्थिक दृष्टिकोणले यो वर्ष सन्तोषजनक र कोष वृद्धिको कारक देखिन्छ। एकादश भाव लाभ र द्वितीय भाव धनको शुभावस्थाले आएका नवीन स्रोतहरू प्रशस्त गर्नेछ। व्यापारिक योग। घर जग्गा, धातु र सेयर बजारमा आकस्मिक धन लाभको प्रबल सम्भावना छ। व्यय। आम्दानी बढे तापनि शनिको अढैया र का कारण सञ्चित धनमा आकस्मिक खर्च हुन सक्ने भएकाले वित्तीय अनुशासन पुर्याउनुहोला। बौद्धिक तथा वैदेशिक पक्ष। विद्यार्थीहरूका लागि यो वर्ष एकाग्रता र सफलताको रहनेछ भने पञ्चम भाव बुद्धि भावमा शुभ प्रभाव रहनाले प्रतिस्पर्धात्मक परीक्षामा विजयी योग बन्नेछ। वैदेशिक योग। द्वादश वैदेशिक योगमा नवम भाव भाग्य भाव र को अनुकूलता र द्वादश भावको अनुकूलताको कारणले गर्दा तपाईँको देशान्तर गमन, विदेश यात्रा वा अन्तर्राष्ट्रिय सम्पर्कबाट भाग्योदय हुने सङ्केत गर्नेछ। पारिवारिक तथा प्रेम सम्बन्ध। द्वितीय भाव कुटुम्ब भावमा मध्यम प्रभाव रहेकाले आफन्तजनसँगको व्यवहारमा बाणीमा संयमता आवश्यक रहनेछ। पञ्चम भावको शुद्धिले सन्तान सुख र सन्तान पक्षबाट शुभ समाचार प्राप्त हुने योग देखाउँछ। प्रेम सम्बन्धमा आत्मीयता र प्रगाढता बढाउनेछ भने गृहस्थ जीवनमा साझेदारी कायम रहनेछ। राजनीति तथा सामाजिक प्रतिष्ठा। राजनीतिक क्षेत्रमा मध्यम फल प्राप्त हुनेछ। दशम भावमा कुरुग्रहको दृष्टिका कारण केही राजकीय विवाद वा चुनौती उत्पन्न हुन सक्नेछन्। यद्यपि सामाजिक र धार्मिक कृत्यमा संलग्न हुनाले तपाईँको मान प्रतिष्ठा र सार्वजनिक छवि सुदृढ रहनेछ। स्वास्थ्य। स्वास्थ्यको दृष्टिकोणले राशिस्वामी बलियो भए तापनि पाचन, अग्नि र जलजन्य विकारप्रति सचेत रहनुपर्नेछ। शीतल पदार्थको अत्याधिक सेवनले शरीरमा कफ वा पाचन दोष निम्त्याउन सक्नेछ। साधना, योग, ध्यान मानसिक शान्तिका मुख्य आधार बन्नेछन्। विशेष ज्योतिषीय उपायहरू। यो वर्ष तपाईँको राशिमा शनिको अढैयाको प्रभाव रहने हुनाले कार्यमा विलम्ब, मानसिक दबाव र अनावश्यक व्यय हुन सक्नेछ। त्यसको न्यूनीकरणका लागि शास्त्रीय उपायहरू गर्नुहोला। शनि शान्ति। प्रत्येक शनिबार शनि मृत्युञ्जय मन्त्रको पाठ गर्ने, पिपलको बोटमा जल अर्पण गर्ने र शुद्ध गाईको घिउमा दियो बाल्नुहोला। त्यसै गरी दिन दुखीहरूलाई कालो वस्तु, कालो दाल, तिल, कम्बल दान गर्दा शनि कृपा प्राप्त रहनेछ। ओम शम शनिश्चराय नमः। यो मन्त्रको नियमित जाप र भगवान शिवजीको आराधनाले आत्मबल वृद्धि गराउनेछ। सार तत्त्वमा भन्नुपर्दा शनि अढैयाको चुनौती रहे तापनि आत्मविश्वास र विवेकपूर्ण निर्णयले सिंह राशिका जातकका लागि 2083 साल अवसर र उपलब्धि युक्त रहनेछ। हस्त। धन्यवाद।